यो चिया लगाएको अहिले 17-18 वर्ष भयो। त्यसमध्येमा अहिले जस्तो यो रोग अहिले जस्तो यो प्रकोप किराको प्रकोप अहिलेसम्म आएको थिएन। सामान्य रोग सामान्य औषधि हानेर जान्थ्यो। यसपालिको यो किरा निर्मूल गर्न सकिएन, मार्न सकिएन। यसपालिको उत्पादनको हिसाबमा भन्ने हो भने हामीले जेठ महिनामा सामान्य तरिकाले चिया टिपेको थियो। जेठ महिनादेखि यता असार साउन भदौको पनि अहिले अवस्था यस्तो छ। त्यसले गर्दा किसान हाम्रो उत्पादन हाम्रो जीवन निर्वाह गर्ने सबै कुराहरू यो चियामा आश्रित भएको हामी किसान र यही उत्पादनले चलेको फ्याक्ट्री संस्थाद्वारा स्थापना गरिएको फ्याक्ट्री अहिले नचल्ने अवस्थामा पुगेको छ। हामीले पत्ती उत्पादन गरेर दिन सक्यो भने फ्याक्ट्री चल्ने हो। यदि हामीले उत्पादन गरेर दिन सकिनौँ भने फ्याक्ट्री पनि नचल्ने। त्यसले गर्दा हाम्रो किसानको चिया यस्तो अवस्थामा पुगेको छ। यसको राम्रोसँग अनुसन्धान गरेर किसानलाई राहत दिन सकिन्छ कि के सहयोग गर्न सक्छ प्रदेश सरकार, स्थानीय सरकार, केन्द्र सरकारसम्म मन्त्रीज्यूहरूले पहल गरिदिनु र यसको राहतको लागि हामी आशावादी छौँ। राहत मात्रै ठुलो कुरो होइन, यसलाई रोगबाट बचाउनको लागि के उपाय गर्न सकिन्छ यसको खोजी पनि प्राविधिक गरेको छ। र हाम्रो भनेको त यो जिन्दगीसँग सरकार धानभन्दा पनि महत्त्वपूर्ण चिज उत्पादनको हिसाबले चिया खेतीमा लागेका किसानहरू सबै गर्ने अवस्था भएकोले गर्दा यसको निराकरण यो रोग उन्मूलनको लागि विशेष पहल गरिदिनको लागि